Christian हामी ब्याक अगेन विथ अ न्यू भिडियो। म फेरिबाट आइसकेँ मेरो बोरिङ फेस लिएर। सो मेरो साथीले चाहिँ हिजो कतै घुम्न जाऊँ भन्दा थियो, मैले चाहिँ भ्याएको थिइनँ, मेरो हल्का यस्तो काम थियो, त्यही भएको कारणले गर्दा चाहिँ म भ्याएको थिइनँ। सो मैले मेरो साथीलाई कल गरिसकेँ, अनि म चाहिँ उसलाई पिक गर्न जान्छु, अनि म र ऊ मिलेर चाहिँ मेटलाङतिर जान्छौँ। सो लेट्स सी के कसरी हुन्छ भनेर। सो गाइज हामी चाहिँ यहाँबाट आइसक्यौँ। यहाँबाट हरिया डाँडाबाट भ्यू चाहिँ लास्ट टाइम देखिरह। यो चाहिँ मेरो वान अफ द फेभरेट स्पोट्स हो क्या पोखरामा। अनि लास्ट बाउ लाग्छ कि मलाई, अनि जहिले जहिले धेरै जस्तोतिर मेरो घरको नजिकै नि छ। सो त्यही भएर म धेरै जस्तो बेलातिर यतातिर आइरहेको हुन्छु कि भ्यू पनि दामी छ, चिल ठाउँ छ। सो त्यही भएर चाहिँ म चाहिँ धेरै जस्तो बेला यतैतिर आइरहेको हुन्छु कि। प्याराग्लाइडिङ गरेको पनि देखिन्छ र भ्यू पनि दामी देखिन्छ कि यो ठाउँबाट। कस्तो देखिया साथी भ्यू? यहाँनिर मेरो स्कुटर छ, दामी छ ठाउँ चाहिँ जे होस्। त्यसो त्यो डाँडा एकदम मनपर्छ होइन। त्यो डाँडाको नाम चाहिँ सायद हरियो डाँडा छ होला। जहिले धेरै जस्तो बेलातिर झ्याउलाको बेलातिर म त्यतै गइरहन्छु। त्यहाँबाट भ्यू पनि दामी देखिन्छ। मैले चाहिँ साथीलाई एकछिन कुराइरहेको थिएँ है, त्यहाँ गएर यसो फोटोसोटो खिचेँ। अनि पछि ट्युसन जानलाई लेट भइरहेको थियो, ट्युसन गएँ। तर जे होस् त्यो ठाउँ चाहिँ मलाई लास्ट दामी लाग्छ। मान्छेहरू प्याराग्लाइडिङ गरिरहेको रहेछ, जस दामी छ यो ठाउँ। त्यो ठाउँ चाहिँ मेटलाङभन्दा अलिक उतातिर छ र एकदम दामी छ क्या त्यो ठाउँबाट। भ्यू पनि दामी देखिन्छ, फोटो खिच्नलाई पनि दामी छ। र त्यहाँनिर चाहिँ हरियो डाँडा छ र मान्छेहरूले चाहिँ त्यहाँनिर आएर फोटो खिचिरहेको हुन्छ कि। सो तिमी त्यो ठाउँमा गएको छैन भने जाऊ, एकदम राम्रो छ ठाउँ। फोटो खिच्नलाई पनि बेस्ट छ, ठाउँ हेर्नलाई पनि बेस्ट छ, भ्यू पनि दामी देखिन्छ है त्यो ठाउँबाट। सो द्याट्स इट फर टुडे गाइज। I'll see you in the next video. Till then, stay happy, stay single, bye.